बिचमा एउटा के व्यवस्था गरिरहेको छ भने उद्यमीको तर्फबाट पनि यो केही भवितव्य पर्यो भने केही अब यो हामीले नसोचेको कुराहरू जस्तो बाढी आयो, यो के अरे नेचुरल डिजास्टर अर्थक्वेक भयो, ल्यान्डस्लाइडहरू त्यस्तो आयो भने इन्सुरेन्स गर्ने गएको छ उद्यमीलाई पनि अप्ठ्यारो नपरोस् भनेर थोरै पैसा तिरेर इन्सुरेन्स गर्न सकिन्छ। गभर्मेन्टको तर्फबाट चाहिँ निक्षेप तथा कर्जा सुरक्षण कोषमा हामीले हरेक कर्जाको सुरक्षण गर्ने गरेको छ। भनेपछि गभर्मेन्ट साइडबाट नि प्रोटेक्सन र यता उद्यमीको साइडबाट पनि प्रोटेक्सन गरेर यसरी कामहरू अगाडि बढिरहेको छ। सँगसँगै अहिले हामीले भर्खर स्टार्टअप बुट क्याम्प पनि गइरहेछौँ। यङ 12 क्लास पढेको यङ माइन्डहरूलाई चाहिँ हामीले प्राथमिकताका साथ 10+3 दिनको 13 दिनको बुट क्याम्प गइरहेछौँ। त्यसमा चाहिँ इनोभेटिभ आइडियालाई राखेर बुट क्याम्प चाहिँ तपाईँको फ्री अफ कस्ट त्रिपुरेश्वरमा हाम्रो मास्टर ट्रेनरहरूले गर्नुहुन्छ त्यो। र त्यसमा चाहिँ बाहिरबाट पनि हामीले आवश्यकताको आधारमा कुनै पार्टिकुलर सब्जेक्ट पार्टिकुलर सेसन लिनलाई हामीले बाहिरबाट एक्सटर्नलहरूलाई पनि बोलाएर गर्छौँ।